के तपाईहरुलाई थाहा छ हरेक दिन नेपालबाट 1700 भन्दा बढी युवाहरू विदेश जान्छन् हरेक एकै दिन। यो संख्या सुन्दा मन दुख्ला, तर यसको पछाडि एउटा गहिरो सत्य छ जुन हाम्रो सरकार, हाम्रा नेताहरू कहिले खुलेर बताउँदैनन्। आज हामी यो भिडियोमा तपाईहरुसँग ती 3 मुख्य कारणहरूको कुरा गर्नेछौं जसका कारण नेपालका युवाहरू विदेश छाडेर जान बाध्य छन्। पहिले हामी केही तथ्यहरू हेरौं। नेपालमा हरेक वर्ष 4 लाख युवाहरू जब मार्केटमा आउँछन्, तर सरकारले सिर्जना गर्न सक्ने जब्सहरू 70,000 वटा मात्रै छ। बाँकी 3,30,000ले के गर्ने? पछिल्लो 30 वर्षमा 68 लाख भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीको लागि अनुमति लिएका छन् र हाल अनुमान छ थप 15 देखि 17 लाख नेपालका मान्छेहरू इन्डियामा काम गर्दैछन् कुनै अनुमति बिना। रेमिटान्स अर्थात् विदेशबाट पठाइने पैसा नेपालको जीडीपीको झन्डै 26% छ। मतलब हाम्रो देशको अर्थतन्त्र नै युवाहरूको पसिनाले चलिरहेको छ। विदेशको जमिनमा यो गर्वको कुरा होइन, यो लज्जास्पद कुरा हो। यो सबै हुनुको कारण के त? पहिलो र सबैभन्दा ठूलो कारण छ रोजगारी। नेपालको युथ अनइम्प्लोइमेन्ट रेट अर्थात् काम नपाएका युवाहरूको दर करिब 21% छ। मतलब हरेक 5 जना युवा मध्ये 1 जनाले काम नै पाउँदैन। अब प्रश्न उठ्छ, जब किन छैन? किनभने नेपालमा ठूलो इन्डस्ट्री छैन, फ्याक्ट्री छैन, प्राइभेट सेक्टरको ग्रोथ छैन र जुन थोरै जब्सहरू छन् त्यो पनि कनेक्सन र चिनजानबाट पाइन्छ, योग्यताले होइन। मैले धेरै मेरा साथीहरू देखेका छौं हैन, जसले इन्जिनियरिङ पढ्यो, एमबीए गर्यो, तर काठमाडौँमा राम्रो जब नपाएर अन्तमा कतार र मलेसिया गए। उनीहरूको दोष थिएन, सिस्टम नै यस्तो छ। दोस्रो कारण भ्रष्टाचार। नेपालमा कुनै पनि काम गर्न सरकारी कार्यालय जानुस्, बिना चिया पानी वा चिनजान कुनै काम नै हुँदैन। यो एकदम सत्य हो। ट्रान्सपेरेन्सी इन्टरनेसनलका रिपोर्टमा नेपाल लगातार करप्सन इन्डेक्समा तल झरिरहेको छ। हाम्रा नेताहरूको तलब कति पाउँछ थाहा छ? एक सांसदले मासिक 3 लाख रुपैयाँ भन्दा बढी पाउँछन् भत्ता जोड्दा। तर ती नेताहरूले युवाहरूको लागि गरेको काम भने शून्य छ। उनीहरू आफ्नै व्यापार, आफ्नै जग्गा, आफ्नै भविष्य बनाउनमा व्यस्त छन् र युवाहरू भने पासपोर्ट बनाउन लाइनमा उभिएका छन्। सत्य कुरा के हो भने नेपालमा पोलिटिकल एलाइट र कमन पिपुल बीचको खाडल दिन प्रतिदिन बढिरहेको छ। जोसँग पहुँच छ उनीहरू मजा गर्छन्, जोसँग छैन उनीहरू विदेश जान्छन्। अर्को मुख्य कारण रहेको छ शिक्षा प्रणाली। हाम्रो देशको शिक्षा प्रणाली। नेपालको लिटरेसी रेट अर्थात् पढ्न लेख्न सक्ने युवाहरूको दर 90% भन्दा बढी छ। यो राम्रो कुरा हो, तर प्रब्लम के छ भने हाम्रो शिक्षाले किताबी ज्ञान दिन्छ, रियल वर्ल्ड स्किल भने दिँदैन। एउटा विद्यार्थीले 12 वर्ष पढ्छ तर कम्प्युटर चलाउन सिक्दैन, कम्युनिकेसन सिक्दैन, प्रब्लम सल्भ गर्न सिक्दैन र जब युनिभर्सिटीबाट डिग्री लिएर निस्किन्छ मार्केटमा उसले आफ्नो डिग्रीको कुनै भ्यालु देख्दैन, किनभने उसले सिकेका कुरा र मार्केटले माग्ने कुरा फरक हुन्छन्। त्यसैले पढे लेखेका युवाहरू पनि नेपालमा राम्रो जीवन देख्दैनन् र उनीहरू पनि युरोप, अस्ट्रेलिया र गल्फ कन्ट्रीहरूतिर लाग्छन्। वास्तवमा पछिल्लो 5 वर्षमा युरोप जाने नेपालीको संख्या 368 गुणा बढेको छ। 368 गुणा। यो संख्या सुन्दा छक्क पर्छ, तर यही सत्यता हो। अब एउटा ठूलो विरोधाभास बुझौँ। रेमिटान्स अर्थात् विदेशबाट आउने पैसा। हामीले सोच्छौँ कि विदेशबाट आउने पैसाले हाम्रो परिवारहरू चलेका छन्, जो कि राम्रो कुरा हो, तर यसमा केही कुराहरू अरू हामीले बुझ्न जरुरी छ। विदेशबाट आउने पैसाले नेपालको जीडीपीको 26% ओगटेको छ। आर्थिक वर्ष 2023 र 24मा मात्रै नेपालले 11 बिलियन अमेरिकन डलर अर्थात् 14 खरब रुपैयाँ रेमिटान्स पायो। यो पैसाले गर्दा धेरै घर परिवारहरूको जीवन चलेको छ, तर त्यही पैसा नेपालभित्र खर्च हुन्छ, बाहिर लगानी हुँदैन। र जब युवाहरू विदेश जान्छन् उनीहरूको ब्रेन, स्किल, इनर्जी पनि विदेश जान्छ। यसलाई ब्रेन ड्रेन भनिन्छ। नेपालले पैसा पाउँछ तर आफ्नो सबैभन्दा ठूलो सम्पत्ति आफ्ना युवाहरू गुमाउँछ र यो साइकल रोकिएन भने नेपाल कहिले आफ्नो खुट्टामा उभिन सक्दैन। सो यी थिए ती मेन कारणहरू जसले गर्दा हाम्रा देशका युवाहरू विदेश जान बाध्य छन्।
पहिलो, रोजगारी छैन। दोस्रो, भ्रष्टाचार र राजनीतिक विफलता। तेस्रो, शिक्षा प्रणालीको कमजोरी। आशा गरौँ कि यो नयाँ बनेको सरकारले हाम्रा देशका जनशक्तिहरूलाई नेपालमै राख्न सक्षम हुनेछ। यो सबै समस्याहरू समाधान गर्नेछ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। स्टे सेफ, स्टे हेल्दी।